खाने होइन त मिठो मिठो छोइला। म आफ्नो तरिकाको छोइलाको रेसिपी लिएर आएकी छु। भिडियो चाहिँ पुरा हेरिदिनुस् ल। सोयाबिनलाई राम्रोसँग भिजाउने अनि भिजाइसकेपछि त्यसलाई चाहिँ 2 टुक्रामा काटेको सोयाबिन माथिबाट फेरि नुन र बेसार लगाएर राम्रोसँग रोमल्नुहोस्। अनि रोमलिसकेपछि त्यसलाई चाहिँ राम्रोसँग तातो तेल गराएर अनि पानी पनि निस्किन्छ त्यसलाई निचोर्ने अनि त्यसपछि फ्राई गर्नुहोस्। त्यसलाई चाहिँ ब्राउन हुनुपर्छ, पानी पनि सुकाउनुहोस् है। अनि यतातिर चाहिँ मैले मसलाको लागि चाहिँ यता टमाटर पनि गलाएँ। टमाटर गलाइसकेपछि हेर्न सक्नुहुन्छ मैले के हालेकी छु। त्यो सबै चिजहरू चाहिँ तपाईँले हाल्नुहोस्। यसमा इम्पोर्टेन्ट भनेको चिज चाहिँ के हो भने लसुनको बास्ना छोइलामा एकदमै मिठो हुन्छ। अनि मैले माथिबाट चाहिँ टिमुर पनि हालेकी छु है। टिमुर मैले देखाउन बिर्सिएँ, अघि चाहिँ एउटा भिडियो स्किप भएछ। टिमुर पनि यसको लागि इम्पोर्टेन्ट हुन्छ। अनि माथिबाट मेथीले र तेलले चाहिँ जानिदिनुहोस् अनि राम्रोसँग रोमल्नुहोस्।